नमस्कार, हाम्रो ब्रदर्स रिकन्सनमा फेरि हजुरहरूलाई स्वागत छ। हामीसँग अहिले विभिन्न ब्रान्डका बाइकहरू फेरि अपडेट भएको छ, त्यही भएर हामी बाइकहरूको लागि फेरि भिडियो बनाउन लागिरहेको छौँ। हामीसँग धेरै बाइकहरू अपडेट छ। हामीले भन्दा अगाडि पनि भिडियोमा बाइकहरू धेरै हालेको थियौँ। अहिले हामीसँग 40-50वटा बाइकहरू कलेक्सनमा आइसकेको छ। हामीसँग भएको बाइकहरू हजुरहरूलाई सबै भिडियो यसरी बनाएर हालिदिन्छौँ। हाम्रो लोकेसन चाहिँ पेप्सी कोला र बिचमा छाप्रो चोक पिपल बोर्ड भनेर हजुरहरूले सर्च गर्न सक्नुहुन्छ। त्यहाँनिर हाम्रो ब्रदर्स रिकन्सन एन्ड वर्कसप भनेर बोर्ड पनि देख्न सक्नुहुन्छ। पिपल बोर्डको मुनि चाहिँ हाम्रो ठ्याक्कै पसल छ। अहिले हामीसँग धेरै बाइकहरू अपडेट भइसकेको छ। हामीसँग अहिले 55,000देखिको 2.5 लाखसम्मको बाइकहरू अपडेट छ। हामीसँग अहिले फर्स्टमा हामी स्टार्टिङमा 220बाट देखाउँछौँ है त। हामीसँग 220 पल्सर 2013 मोडल 60 लटको यो व्हाइट एन्ड ब्ल्याक कलरमा बाइक राम्रो छ। यो बाइकको प्राइस चाहिँ हामीले हजुरहरूलाई मात्र 1,10,000मा आउँछ है। 1,10,000मा तपाईँलाई हामीले ट्याक्सहरू क्लियर भएर आउँछ 82 सालसम्म, तुरुन्तै नामसारी हुन्छ। तपाईँलाई एक्चुअली सर्भिस पनि भएर आउँछ है यो बाइकमा, अनि हेलमेट पनि आउँछ है हजुरहरूलाई। त्यसै गरी हामीसँग 2013 मोडलको 58 लटको यो चाहिँ ब्ल्याक कलरमा न्यू मोडल पेन्ट हानेको छौँ हामीले। यो पनि बाइक राम्रो छ। यो बाइकको चाहिँ हजुरहरूलाई प्राइस मात्र 1,05,000मा आउँछ। 1,05,000मा 220 पल्सर हजुरले चढ्न सक्नुहुन्छ है। त्यसै गरी हामीसँग अर्को 68 लटको 220 पल्सर पनि छ। 2015 मोडलको यो चाहिँ व्हाइट एन्ड यो ब्ल्याक एन्ड व्हाइट कलरमा, यो पनि बाइक राम्रो छ। रनिङ यो 34,000 किलोमिटर रनिङ छ। यसको प्राइस चाहिँ हजुरहरूलाई मात्र 1,15,000मा आउँछ ल। त्यसै गरी हामीसँग केटिएम RC 200 81 लट 2016को लास्ट मोडलको बाइक हो। यो पनि बाइक पर्फेक्ट कन्डिसनमा छ। मजाले आएर हजुरहरूले चेक गरेर लान सक्नुहुन्छ। बडीहरूदेखि लिएर इन्जिनहरू सब फुल फ्रेस कन्डिसनमा छ। यसको चाहिँ हामीले प्राइस राखेको छौँ मात्र हजुरहरूलाई 2,40,000सम्म आउँछ ल। 2,40,000मा हजुरहरूले केटिएम RC 200 लिन सक्नुहुन्छ है। त्यसै गरी हामीसँग जिक्सर चाहिँ हामीसँग अहिले 4वटा अपडेट भइसकेको छ। तपाईँलाई छानी 1 लाखदेखि 1,20,000सम्मको जिक्सरहरू अपडेट छ। यो चाहिँ 2015 मोडलको 71 लटको बाइक हो, व्हाइट एन्ड ब्लू कलरमा जिक्सर। यो पनि बाइक राम्रो छ। यसको प्राइस चाहिँ हामीले मात्र हजुरहरूलाई यसपालि मात्र 98,000 फिक्स प्राइसमा जिक्सर चढ्न सक्नुहुन्छ है। त्यसै गरी हामीसँग NS 200 छ। NS 200 2017 मोडलको 92 लटको बाइक एकदमै फ्रेस छ। जिन्युन मान्छेले कुदाएको बाइक हो यो। दुईटै टायरहरू राम्रो छ, इन्जिन पनि फ्रेस छ। यो बाइकको चाहिँ हामीले प्राइस मात्र यसपालि 1,45,000मा चढ्न सक्नुहुन्छ है। NS 200 यदि लिन चाहनुहुन्छ भने यो बाइक चाहिँ हजुरहरूलाई मात्र 1,45,000मा आउँछ। त्यसै गरी अर्को हामीसँग यहाँ साइडमा एउटा NK 150 छ। यदि कसैलाई स्पोर्ट्स बाइकमा NK 150 चढ्न इच्छा छ भने यो बाइक पनि फ्रेस छ, दुईटै टायरहरू नयाँ छ। यो बाइक चाहिँ यसपालि हामीले मात्र पठाइदिने 1,20,000 पठाइदिने है त। यो NK 150 चाहिँ हजुरहरूलाई मात्र 1,20,000मा चढ्न सक्नुहुन्छ। बाइक यो पनि राम्रो छ, सबै साइडबाट हेर्न सक्नुहुन्छ। त्यसै गरी हामीसँग अर्को अपडेटमा FGS V3 111 लट 2019 मोडलको यो पनि बाइक पर्फेक्ट कन्डिसनमा छ। रनिङ चाहिँ मैले हेरेको छुइनँ, यो आजै मात्र आएको बाइक हो। टायरहरू दुईटै राम्रो छ, बाइक पनि फ्रेस छ। यसको प्राइस चाहिँ हजुरहरूलाई मात्र यसपालि 1,80,000मा आउँछ। 1,80,000मा FGS V3 चढ्न सक्नुहुन्छ हजुरहरूले। त्यसै गरी हामीसँग अर्को अपडेटमा FZ25 FZ250 91 लट 2017 मोडल, यो पनि बाइक एकदमै फ्रेस कन्डिसन छ, ग्रे एन्ड ब्ल्याक कलरमा हो। यसको प्राइस चाहिँ हजुरहरूलाई मात्र यसपालि हामीले 1,50,000मा आउँछ ल। 1,50,000मा FZ25 चढ्न सक्नुहुन्छ है। अनि हामीसँग त्यसै गरी अर्को 2016 मोडलको जिक्सर ग्रे कलरमा बाइक 83 लटको, यो पनि बाइक पर्फेक्ट कन्डिसनमा छ। रनिङ यो 40-45,000 किलोमिटर रनिङ छ। यो बाइक चाहिँ हजुरहरूले चढ्न चाहनुहुन्छ भने मात्र हजुरहरूलाई 1,15,000सम्म आउँछ है। 1,15,000मा यो बाइक हजुरहरूले चढ्न सक्नुहुन्छ। ब्याक साइडबाट हामी सर्भर देखाइदिन्छौँ। त्यसै गरी हामीसँग अर्को पनि 45 लटको आपाची 180cc व्हाइट कलरमा, दुईटै टायरहरू पनि राम्रो छ, बाइक पनि फ्रेस छ। यदि सस्तोमा कसैलाई राम्रो बाइक चाहिएको छ भने यो आपाची 180cc मात्र हजुरहरूलाई 68,000 फिक्स प्राइसमा आउँछ। ट्याक्सहरू अप टु डेट क्लियर भएर मात्र तपाईँलाई 68,000मा यो बाइक लिन सक्नुहुन्छ। हामीसँग त्यसै गरी माइलेज किङको लागि सलुटो 101 लटको 2018 मोडल, यो पनि बाइक एकदमै पर्फेक्ट कन्डिसनमा छ। यदि हजुरहरूलाई माइलेज दिने बाइकको खोजीमा हुनुहुन्छ अथवा पठाओ अफिस युजको लागि खोजिराख्नु भएको छ भने यो सलुटो हजुरहरूको लागि पर्फेक्ट हुनसक्छ। यसको चाहिँ हामीले प्राइस राखेको छौँ अफर प्राइस मात्र 98,000मा यो बाइक तपाईँहरूले चढ्न सक्नुहुन्छ। सलुटो 101 लटको है। त्यसै गरी हामीसँग अर्को पनि जिक्सर अपडेट छ 2016 मोडल, यो चाहिँ अहिले 71को यो 73को सेम कलरमा व्हाइट एन्ड ब्लू कलरमा 16 मोडलको जिक्सर। यसको पनि प्राइस हामीले यसपालि फिक्स प्राइस 98,000मा चढ्न सक्नुहुन्छ है। त्यसै गरी हामीसँग बजाजको V1.5 छ 2016 मोडल, यो चाहिँ अन्तलीकरण भएर अहिले
149 लट भएको हो। यसको चाहिँ हजुरहरूलाई प्राइस मात्र हामीले यसपालि फिक्स प्राइस हो 78,000 मा आउँछ है। बजाजको V1.5 दुईटै टायरहरू नयाँ छ, बाइक पनि पर्फेक्ट कन्डिसनमा छ। त्यसैगरी हामीसँग अर्को 94 लटको हिरोको मेस्ट्रो भन्ने स्कुटर छ। यो 94 लट सिंगल ह्यान्ड युज 2018 मोडल। यसको चाहिँ हजुरहरूलाई मात्र प्राइस फिक्स प्राइस हो 68,000 फिक्स प्राइस हो पनि ल। त्यसैगरी हामीसँग सुपर स्प्लेन्डर 97 लटको 2018 मोडल सिंगल ह्यान्ड युज है। यो पनि बाइक एकदमै राम्रो कन्डिसनमा छ। यदि हजुरहरूलाई यो बाइक लिन चाहनुहुन्छ भने यसको प्राइस चाहिँ हामीले मात्र 1,05,000 मा आउँछ है। त्यसैगरी हामीसँग होन्डाको हर्नेट 79 लट 2016 मोडल। यो पनि बाइक दुईटै टायरहरू नयाँ छ, बाइक पनि फ्रेस छ। यो बाइकको चाहिँ हजुरहरूलाई प्राइस मात्र हामीले राखेको छौँ 1,05,000 मा आउँछ है। 1,05,000 मा यो बाइक हजुरहरूले लिन सक्नुहुन्छ। हाम्रो सबै बाइकहरूको यो साइडको बाइकहरूको ब्याक साइडबाट नि भिडियोहरू सबै हाल्दैछौँ हामीले। अगाडि पछाडि सबै भिडियोहरू राम्रै हजुरहरूले हेरेर आउन सक्नुहुन्छ। अब हाम्रो यो साइडको बाइकहरू पछि फेरि हामी यो साइडबाट तपाईँहरूलाई देखाउँदैछौँ। हाम्रो यो साइडमा पनि बाइकहरू अपडेटिङ छ। यो साइडमा पनि भएको बाइकहरू हजुरहरूलाई एकचोटि फेरि। त्यसैगरी हामीसँग आइस्मार्ट 2015 मोडलको 70 लटको आइस्मार्ट ग्रे एन्ड ब्ल्याक कलरमा। यो पनि बाइक एकदमै फ्रेस कन्डिसनमा छ। यदि हजुरहरूलाई माइलेज दिने अथवा पठाउ युजको लागि चलाउन चाहनुहुन्छ भने यो बाइकको प्राइस चाहिँ हजुरहरूलाई मात्र 70,000 मा आउँछ। 70 लटको बाइक मात्र 70,000 मा, अफर प्राइसमा यो पनि 70,000 मा आउँछ है। त्यसैगरी हामीसँग FGS V2 पनि आएको छ। दुईटा FGS V2 छ, एउटा V1 छ। आर्मी कलर 2017 मोडलको FGS V2 हजुरहरूले चढ्न चाहनुहुन्छ भने रनिङ यो 28,000 किलोमिटर रनिङ छ। यसको टायरहरू दुईटै नयाँ छ। यो बाइकको हजुरहरूलाई प्राइस मात्र हामीले यसपालि 1,40,000 फिक्स प्राइसमा चढ्न सक्नुहुन्छ है। 1,40,000 मा FGS V2 तपाईँको लागि आउँछ। हामीसँग त्यसैगरी अर्को 2019 मोडलको डिजिटलमा होन्डाको ड्यु स्कुटर अपडेट छ। यो पनि एकदमै फ्रेस कन्डिसनमा छ। हजुरहरूले भिडियोमा मजाले जस्तो हेर्नु भएको छ त्यस्तै नै छ। यदि राम्रो स्कुटरको सिंगल ह्यान्ड स्कुटरको खोजीमा हुनुहुन्छ भने यो डियो हजुरहरूको लागि बेस्ट हुन सक्छ। यसको प्राइस चाहिँ हामीले मात्र हजुरहरूलाई 1,68,000 राखेको छ है। 1,68,000 मा यो डियो लिन सक्नुहुन्छ। स्कुटर फुल फ्रेस कन्डिसनमा छ। हाम्रो लोकेसनमा आएर हजुरहरूले हेरेर हामीसँग 103 लटको CBZ एक्सट्रिम स्पोर्ट्समा छ। यो चाहिँ है 200 सीसी आरमा हो, ABS भएको बाइक हो। यो बाइक पनि एकदमै फ्रेस छ। 2018 मोडलको 103 लटको। यदि स्पोर्ट्स बाइक 200 सीसी को चढ्ने सोचमा सस्तोमा हुनुहुन्छ भने यो बाइकको प्राइस चाहिँ हजुरहरूलाई मात्र हामीले 95,000 मा आउँछ। 103 लटको बाइक मात्र 95,000 मा चढ्न सक्नुहुन्छ है हजुरहरूले यो CBZ एक्सट्रिम। त्यसैगरी हामीसँग 2015 मोडल 69 लट आर्मी कलरको FGS V2 हामीसँग अपडेट छ। अर्को पनि यो किलोमिटर 34,000 जस्तो होला, 34,000 किलोमिटर रनिङ छ। यो बाइक पनि पर्फेक्ट छ आर्मी कलरमा। यदि FGS V2 माइलेजको लागि खोजिराख्नु भएको छ भने यो बाइकको प्राइस चाहिँ हजुरहरूलाई मात्र 1,27,000 मा आउँछ है। 1,27,000 मा आउँछ। त्यसैगरी हामीसँग अर्को FGS V1 मा छ 54 लटको 2012 मोडलको रेड कलरमा। यसको पनि टायरहरू दुईटै नयाँ छ। अहिले म साइडबाट सबै भिडियोहरू हालिदिन्छु हजुरहरूलाई। यो बाइकको प्राइस चाहिँ मात्र हामीले 88,000 मा राखेको छौँ। 88,000 मा आउँछ है। त्यसैगरी हामीसँग पल्सर 200 2009 मोडलको ब्लू कलरमा। यसको नि टायर दुईटै नयाँ छ, बाइक पनि एकदमै फ्रेस छ। यदि हजुरहरूलाई पुरानो मोडलको 200 पल्सर चढ्न चाहनुहुन्छ भने यो बाइक लिन सक्नुहुन्छ। यसको पिकअप पनि दामी हुन्छ, माइलेज पनि राम्रो छ। यसको प्राइस चाहिँ हजुरहरूलाई मात्र हामीले 75,000 मा आउँछ है। अनि त्यसैगरी हामीसँग अर्को पनि एउटा स्कुटर अपडेट छ। 109 लटको हो, तर यो चाहिँ स्टक हो, 2016 मोडलको हो। 109 लट भएको छ अहिले चाहिँ। यो बागमतीको स्टक स्कुटर हो, हिरोको ड्यास स्कुटर हो। यदि यो स्कुटर लिन चाहनुहुन्छ भने यसको प्राइस चाहिँ हामीले हजुरहरूलाई मात्र फिक्स प्राइस हो 65,000 मा आउँछ। ल 65,000 मा यो स्कुटर लिन सक्नुहुन्छ है हजुरहरूले। हामीसँग 72 लटको RS 200 पनि अपडेट छ। 2016 मोडलको रेड एन्ड व्हाइट कलरमा हो। यो RS 200 एकदमै फ्रेस छ। FI ABS मा हो यो पनि बाइक। यदि RS 200 लिन चाहनुहुन्छ भने यो बाइक हजुरहरूको लागि बेस्ट हुन सक्छ। यो बाइकको प्राइस चाहिँ हामीले मात्र 1,43,000 मा RS 200 चढ्न सक्नुहुन्छ है। त्यसैगरी हामीसँग अपाची 200 ग्रे कलरमा 92 लट 2017 मोडलको। यो पनि बाइक एकदमै फ्रेस छ। मजाले आएर हेरेर टेस्ट ड्राइभ गरेर लान सक्नुहुन्छ। यो बाइकको प्राइस चाहिँ हामीले मात्र 1,35,000 मा आउँछ है। त्यसैगरी हामीसँग NS 160 2017 मोडलको 94 लटको NS 160 18 को NS 160 दुईटै टायरहरू यसको नयाँ छ। बाइक पनि राम्रो छ, ब्लू एन्ड ब्ल्याक कलरमा।
यसको प्राइस चाहिँ हजुरहरूलाई मात्र 1,23,000 मा आउँछ। 1,23,000 मा NS 160 चढ्न सक्नुहुन्छ। हामीसँग अर्को पनि 48 लटको CBZ एक्सट्रिम ब्ल्याक कलरमा अपडेट छ। यो पनि बाइक राम्रो छ, जम्मा 2 जना मात्र युजर हुनुहुन्छ। इन्जिनहरु फ्रेस छ, सर्भिसिङ हामीले गरेर दिनेछौँ। अहिले पनि सर्भिसिङ गरेर राखेको बाइक हो। दुईटै टायरहरु नयाँ छ। यदि सस्तोमा राम्रो बाइकको खोजीमा हुनुहुन्छ भने यो CBZ एक्सट्रिम चाहिँ हजुरहरूलाई मात्र हामीले 65,000 मा आउँछ है। 65,000 मा चढ्न सक्नुहुन्छ। त्यसैगरी हामीसँग सुपर स्प्लेन्डर सस्तोमा राम्रो बाइकको खोजीमा हुनुहुन्छ भने यो सुपर स्प्लेन्डर 2009 मोडल 32 लटको हो। बाइक राम्रो छ, बडीहरु, इन्जिनहरु, टायरहरु सबै पर्फेक्ट छ। यो बाइकको चाहिँ प्राइस हजुरहरूलाई मात्र हामीले 55,000 मा चढ्न सक्नुहुन्छ है। त्यसैगरी हामीसँग अर्को पनि सुपर स्प्लेन्डर अपडेट छ। 2017 मोडल 89 लटको हो। यो रनिङ हामीले 30,000 रनिङ छ। यो पनि बाइक एकदमै फ्रेस छ। यो बाइकको प्राइस चाहिँ हजुरहरूलाई मात्र 98,000 मा चढ्न सक्नुहुन्छ है। त्यसैगरी हामीसँग अर्को पनि एउटा एप्रिला स्कुटर अपडेट छ। SR मा 93 लट 2017 मोडलको एप्रिला स्कुटर 150 सीसी मा हामीसँग अपडेट छ। यो स्कुटरको प्राइस चाहिँ हजुरहरूलाई मात्र 1,13,000 मा चढ्न सक्नुहुन्छ ल। त्यसैगरी हामीसँग VR 65 लट मात्र 2 जना युजर VR 150 सीसी हामीसँग अपडेट छ। यो पनि बाइक एकदमै फ्रेस कन्डिसनमा छ। मजाले आएर हेरेर टेस्ट ड्राइभ गर्न लान सक्नुहुन्छ। नर्मल कन्डिसनमा छ, मोडिफाईहरु केही पनि छैन। यो बाइकको चाहिँ हामीले प्राइस राखेको छौं मात्र 1,35,000 1,35,000 मा चढ्न सक्नुहुन्छ है। त्यसैगरी हामीसँग एभेन्जर 220 क्रुजमा छ। बाइक सिंगल ह्यान्ड युज अहिलेसम्म एकदमै फ्रेस कन्डिसनमा छ। मात्र घर अफिस युज गरेको बाइक हो। यदि सस्तोमा राम्रो एभेन्जरको खोजीमा हुनुहुन्छ भने यो बाइक तपाईहरुको लागि बेस्ट हुन्छ। बाइक एकदमै पर्फेक्ट कन्डिसनमा छ। यसको प्राइस चाहिँ मात्र हामीले राखेको छौं 88,000 फिक्स प्राइस है। त्यसैगरी हामीसँग अर्को पनि एभेन्जर छ। 40 लट यो चाहिँ 200 सीसी मा हो, कालो ब्ल्याक कलरमा। यसको चाहिँ हामीले प्राइस हजुरहरूलाई मात्र फिक्स प्राइस 68,000 मा आउँछ है। त्यसैगरी हामीसँग यो अर्को पनि एउटा अपडेट छ। 92 लट स्प्लेन्डर प्रो। यसको चाहिँ हामी सर्भिसिङहरु गर्न बाइक छ। सर्भिसिङहरु भएर आउँछ, हजुरलाई सबै अपडेट भएर आउँछ। यो बाइकको प्राइस चाहिँ हामीले फिक्स प्राइस 85,000 मा आउँछ है। ल हाम्रो लोकेसन चाहिँ हजुरहरूले कन्फ्युज भयो भने हाम्रो बायोमा नम्बर हुन्छ, त्यसमा कल गरेर नि आउन सक्नुहुन्छ। हाम्रो लोकेसन चाहिँ पेप्सी खोला र जडीबुटीको बिचमा छाप्रो चोक पिपल बोर्ड भनेर छ। त्यही हामी त्यही मुनि हो। हजुरहरूले आएर हेरेर टेस्ट ड्राइभ गरेर लान सक्नुहुन्छ। बाइकहरु हामीसँग भएको सबै हामी देखाउँछौँ। हामीसँग अहिले ब्याक साइडबाट नि हजुरहरूलाई भएको बाइकहरु सबै ब्याक साइडबाट साइडबाट भिडियोहरु देखाउँछौँ है त। हस् त, भिडियो हेर्दिनु भएको धेरै धेरै धन्यवाद।